नमस्कार। नमस्कार हजुर। कहिले भेट्ने तपाईँले भेट्नु पर्यो, तपाईँको भनेको काम बन्यो मिल्यो। के काम हजुर? हाम्रो त्यो फोन गर्यो नि नन्दले, त्यो जेलमा भएको हाम्रो चाहिँ के छुटेछ। ए हजुर हजुर। तपाईँको ठ्याक्कै 91 दिन भनेको बत्यो हिजो। खुसीको खबर आज आयो, त्यसमा धन्यवाद। अनि हाम्रो छोरीको कुरा मिल्छ, आउँछ पक्कै मिल्छ भनेको हिजो त्यो कुरा पनि मिल्यो। उता चाहिँ छुटेको पनि हिजै, छोरीको कुरा मिलेको पनि हिजै। अब तपाईँले भेट्नु छोरीको चाहिँ के भयो अरे हजुर? छोरीको त्यो केटाको कुरा कि केटा कहाँबाट आउँछ भनेर तपाईँले ठ्याक्क भन्नुभएको थियो कि आउँछ अब आउँछ समय लाग्यो। हिजो हिजो एकै दिनमा मिल्यो। तपाईँले चाहिँ भेट्नु बिहाले गऱ्यो हुन्छ त्यो कता लिएर आउनु। ए हुन्छ नन्द त कति बजी आउँदा हुन्छ? आउनु 9 बजे पछि आउनु। खुसीको 9 बजी कति कुर्नु पर्छ नि तपाईँको त, कति कुर्नु पर्छ ध्यानै। 9 बजी आउँदा हुन्छ? 9 बजे आउनु न, कुर्नु पर्दैन। मैले यस्तो हुन्छ, मैले मान्छेहरूलाई सीमितलाई मात्रै लिने गर्छु, सबैलाई लिने गर्दिनँ नि त। ए हामी म त जित्दैछु कि हाम्रो नन्द अस्ति सोधेकै थिएन, सोध्दैन भन्दै थियो कि सबैले। तपाईँले जहिले पनि फोन गर्नुभयो तपाईँहरूको कृपाले भनेर। चलो भोलि भेटौँला, भोलि आउँछ। हुन्छ हजुर हुन्छ। भोलि कुरा गर्नु।